नमस्कार यहाँ सम्पूर्ण अभिभावकजीहरूमा र आज विशेष गरी आजकलका बच्चाहरूलाई किन रिस बढी उठ्छ भन्ने टपिकमा कुरा गर्नेछौँ। विशेष गरी यो टपिकमा कुरा गर्नुपर्दा आज मैले 3वटा पोइन्ट्स लिएर आएकी छु र यही 3वटा पोइन्टमा मैले कुरा राख्नेछु। जसमध्ये फर्स्ट पोइन्ट छ इनपुट एन्ड आउटपुट। हाम्रो मस्तिष्कले जे इनपुट गर्छ त्यही नै आउटपुट दिन्छ। फर इक्जाम्पलको लागि मैले मोबाइललाई जोड्न चाहे, गेमलाई जोड्न चाहे, कार्टुन्सलाई जोड्न चाहे र पहिलेको कुराहरूलाई पनि मैले जोड्न चाहे। हाम्रो पालोमा जब हामी गेम्सहरू हेर्थ्यौँ, कार्टुन्सहरू हेर्थ्यौँ, त्यो बेलाको कार्टुन्सहरूमा त्यति भोइलेन्सहरू थिएनन्। तर अहिलेको कार्टुन्सहरू हामीले यदि हेर्ने हो भने, अहिलेको गेम्सहरू हेर्ने हो भने त्यसमा रेसिङ धेरै हुन्छ हैन। पबजी, फ्री फायरहरू यस्ता विभिन्न गेम्सहरू यदि हामीले हेर्छौँ भने अहिले त्यस्ता गेमहरूमा रेसिङ धेरै हुन्छ, मारधार धेरै हुन्छ, जे पनि एक्टिभिटी हुन्छ एकदम फास्ट हुन्छ। सो बच्चाहरूमा इमोसनली पनि आफ्नो रिसमा कन्ट्रोल गर्ने क्षमता कम भएको छ। यसले गर्दा बच्चाको इनपुट के भयो त? बच्चाको इनपुट भयो एङ्गर, बच्चाको इनपुट भयो फ्रस्ट्रेसन। त्यस्ता विभिन्न कुराहरू बच्चाको इनपुटमा आयो। अर्थात् अब बच्चाले दिने आउटपुट पनि त्यही किसिमको हुन्छ। बच्चाले दिने आउटपुट पनि एङ्गर हुन्छ, मारधार किसिमको हुन्छ, फ्रस्ट्रेसन किसिमको हुन्छ। त्यसकारण आजकलको बच्चामा रिस बढी पनि हुन्छ र सानो सानो कुरामा पनि रिस उठ्छ। अब दोस्रो नम्बर छ बच्चाहरूसँग इन्फोबेसिटी छ, ओबेसिटी अफ द इन्फर्मेसन। अर्थात् पहिले हामीले जुन नलेजहरू, जुन कुराहरू हामीले 18-19 वर्षको एजमा सिक्दथ्यौँ, जान्दथ्यौँ, ती सबै नलेजहरू अहिले 8-9 वर्षको बच्चाहरूले जानिसकेका छन्। अर्थात् उनीहरूसँग मोर इन्फर्मेसन भइसकेको छ। सो मोर इन्फर्मेसन गेन भइसकेको कारणले गर्दाखेरि उनीहरू के सही, के गलत, के ठिक हो, के एकुरेट हो भन्ने कुरा छुट्याउन पनि उनीहरू कन्फ्युज हुन्छन् र त्यो कन्फ्युजनको कारणले गर्दाखेरि पनि उनीहरूलाई रिस चाँडै उठ्छ। र तेस्रो नम्बर जुन कि मस्ट इम्पोर्टेन्ट छ, तेस्रो नम्बर भनेको आफ्नो प्यारेन्ट्स। बच्चाहरूले धेरै कुराहरू भनेको देखेर सिक्छन् र कहाँबाट? आफ्नो प्यारेन्ट्सबाट देखेर सिक्छन्। जस्तै इक्जाम्पलको लागि घरमा यदि मम्मीलाई कुनै कुरा आफूले चाहेको अनुसार चित्त बुझेको छैन भने अब त्यो कन्डिसनमा मम्मीले त्यसको प्रतिक्रिया के दिनुहुन्छ त? रिसाएर चर्को स्वरमा प्रतिक्रिया दिनुहुन्छ। र सेम त्यसको अपोजिट फादरलाई पनि कुनै कुरा आफूले चाहेको अनुसार भएको छैन, चित्त बुझेको छैन भने फादरले पनि दिने प्रतिक्रिया के हो त? रिस नै हो र लाउड भोइस नै हो। त्यो कारणले गर्दाखेरि बच्चाले त्यो कुराहरू देखिरहेका हुन्छन् र हामीलाई थाहा छ हार्ड कपी जस्तो हुन्छ, सफ्ट कपी पनि त्यस्तै हुन्छ। त्यसकारण हामीले गर्ने बिहेभमा पनि डिपेन्ड हुन्छ कि बच्चाको रिस कतिको कन्ट्रोल हुन सक्छ या सक्दैन।